welcome back to my YouTube channel. It's me Sandhu Chamling and आज चाहिँ हामी जागृत फर्स्ट जानेवाला छौँ हो अन्त मेकअपहरु गरिसक्यो अन्त अब लुगा लाउनु मात्रै छ अन्त अबदेखि चाहिँ म नेपालीमै बनाउँछु किनकि हिन्दीमा चाहिँ अलिक मलाई डिफिकल्टी के भन्छ त्यसलाई अलिक आएन कि ज्यादा बोल्नु अन्त चाहिँ मान्छेले बुझेन होला भनेर नेपालीमा पनि बोल्नु आउँदैन मलाई कुन भाषा बोल्नु होला अन्त चाहिँ हेर्दै गर्नुस् होला अब रेडी हुन्छौँ अन्त चाहिँ यहाँदेखि निस्किन्छ हामी चाहिँ हो रेडीहरू भएर जाँदैछ अन्त निस्क्यो जाँदैछ निस्क्यो भर्खर अन्त चाहिँ यहाँ छ मेरो साथी अब कहिले पुग्छ हामीले जाँदैछ तर पानी पर्नु आँटेको जस्तो छ पानी पर्यो भने त आधी बाटोदेखि फर्किन आउनुपर्छ रुममा हाम्रो चाहिँ टाइम पास केही छैन होइन अन्त चाहिँ झैँदै हिँड्दै गएको आउँदा चाहिँ पानी पर्छ होला जस्तो लाग्यो केही छैन भिज्दै भिज्दै आउनुपर्छ हेर्दै गर्नुहोस् होला हामी चाहिँ यहाँदेखि ओह्रालो जाँदैछ हो अब यो चाहिँ सर्टकट बाटो हेलो गाइस अब यहाँ चाहिँ हामी जाँदैछौँ हो अन्त चाहिँ हेर्दै गर्नुहोस् होला यसले चाहिँ मलाई कहाँ लिएको ल्याएको छ यही हस्पिटल पनि पुग्दैन ए पुग्यो होइन हिँड्न पुग्नु आँट्यो हस्पिटल चाहिँ पुग्यो यो हस्पिटल हो कि होइन होइन हौ हिँड्न त्यसले चाहिँ मलाई रिस उठाउँदैछ आजको दिनमा कहाँ लगेको मलाई बेच्नु लगेको छ यसले कहिले पुग्ने पछाडि त अचानक घाम लाग्ने अचानक घाम लाग्दैन अचानक पानी मात्रै पर्छ हस्पिटल चल्दो रहेछ कुटी के भएर यसको चाहिँ घाँटी यसको चाहिँ पानी कम्ती भएर पुरा घाँटी पोल्दैछ अरे हो आज भएर भुँडी पनि पोल्दैछ म त यो पनि सामान सकेको छैन गाइस मैले चाहिँ भिडियो बनाएको थिएँ कि यति लामो भएर त फ्रन्ट क्यामेरा भएर थिएँ नि ब्याकदेखि बनाउँदै थिएँ नि खास मैले चाहिँ यो चाहिँ हो गान्तोकको एसटिएनएम हस्पिटल कहाँदेखि जान्छ अन्त भन् न ऊ आफै हिँडेको गर्छ कि अन्त तँ यतादेखि हो भन् न यसले त मलाई आज न्यु खोजेको खोजेको छ गाई म पिटी राखिदिन्छु नि त अहिले एमर्जेन्सीमा पुऱ्याइदिन्छु अन्त अन्त तँ आफै त गाइस यसले चाहिँ मलाई कुन बाटो लिएको उसलाई उसको भाइले सोधेर पर उसको भाइ चाहिँ सर्टकट गएको थिएछ हो योभन्दा त गाडीमा गएको भए पनि छिटो हुन्थ्यो होला कम त यस्तो छ है बाटो चाहिँ यहाँ चिप्ल्यो भने चाहिँ फेरि तल पुग्छ नि जुगा हुन्छ होला जस्तो लाग्यो यहाँ त मलाई है यसले चाहिँ मलाई कहाँ लिएको 10 मिनट 20 मिनटहरू लाग्छ होला 20 मिनट लाग्छ जति लाग्यो नि के पुग्ने भयो होइन अन्त चाहिँ अब जाँदैछौँ हो तल पुगेर देखाउँछु डाइरेक्ट ल फ्रेन्ड्स एन्ड तबसम्म स्टे ट्युन गाइस मेरो भिला चाहिँ यहाँ के भयो रातै भयो झुसले लाग्यो जस्तो छ यसले गर्दा पसिना भए कस्तो साह्रो बाटो थियो है अब हामी पुग्न आँट्यो उहीँ हो पुगेर भित्र देखाउँदैवाला छु तपाईँहरूलाई ल भित्र चाहिँ यस्तो छ मतलब भित्र चाहिँ होइन पुगेको छैन यो गेटदेखि भित्र पस्नुपर्ने रहेछ यहाँसम्म चाहिँ यस्तो छ यहाँ चाहिँ नानीहरूको लागि पार्क रहेछ यो चाहिँ हो खास झाँक्री फल्स चाहिँ यसलाई भन्छ खास छ हो फल्स चाहिँ पानी यो चाहिँ झाँक्री यस दिस इज टिकट काट्यो हो 140 दुईजनाको यहाँदेखि भित्र जान पर्ने छ अब गरम भयो मलाई त
यहाँ चाहिँ फोटो खिच्ने जग्गा रहेछ सानो, तर यहाँ पानी छैन रहेछ। तेरो फोनमा कस्तो लाग्यो? आफ्नो फोटो उयो हुँदैछ हो, फोटो सुट हुँदैछ। ऊ एउटा चाहिँ फोटो हेल्प गरिदिँदैछ। उयो माथि कुनैको केटा र केटी रहेछ, मस्किँदै आएको हेर्नु। यतिको माया चाहिँ हुनुपर्छ है आजकलको जमानामा, बिचरा। हाम्रो टर्न चाहिँ आएको छैन हो, पर्खिँदा तर बल्ल बल्ल अलिक शान्ति भएको जस्तो भयो नि, शीतल भएको जस्तो भयो। अब चाहिँ हामीले चाहिँ बल्ल फोटो खिचिसक्यो हो। यो चाहिँ हल्ले गरेर दामी निस्किँदै थियो होइन, हल्लेर यो चाहिँ नानीहरूको हो। हेर्नु नि हाँसेको चम्किँदैछ है आएर चाहिँ भगवान्। अब चाहिँ हामी अर्को जग्गा जाँदैछ। हेर्दै गर्नुहोस् ल। सेकेन्ड चाहिँ यो रहेछ हो, यहाँ यताको घुम्ने जग्गा। घुम्ने न यहाँ तल उयो रहेछ, बार रहेछ। यसले चाहिँ फोटो खिच्नु जाँदैन होइन, 10वटा पोस्ट गरेर नै 2टा, एउटा चाहिँ दामी हुन्छ। यहाँ चाहिँ यस्तो रहेछ, यहाँ चाहिँ यो खेल्दा पनि हुँदो रहेछ। फोटो खिच्नुको लागि रेडी भइरहेछ यहाँ। अब चाहिँ हामी जाँदैछ यो बाटोबाट। यो भइसक्यो, यहाँ माथि यस्तो रहेछ। फोटो खिच्दा के भन्नु मन भयो। यहाँ चाहिँ यस्तो रहेछ, माथि फल्स छ हो। यो चाहिँ त्यस्तो पानी। यहाँ चाहिँ मिस चाहिँ झाँक्रीहरू हो है, यिनीहरू झाँक्रीहरू हो। अन्त यहाँ छ झाँक्री फल्स हो। टुरिस्टहरू र लोकलहरू रहेछ यता। पछि योभन्दा ठुलो हुन्छ झन्। यो अहिले चाहिँ उयो पानी छैन कि, अन्त यस्तो भएको। आज फोटोग्राफर भइसकेछ यहाँ, जसको पनि फोटो खिच्दै त्यस्तो छ। अन्त मान्छेहरू झाँक्री फल्स फोटोहरू पनि खिच्यो होइन। अन्त चाहिँ हामी अर्कोमा जाँदैछौँ। कस्तो लाग्यो तर मजा आयो, दामी। गाइसहरू फ्रेन्ड, यहाँ चाहिँ अब चाहिँ पानी पर्ला जस्तो हुँदैछ है, टुक हुँदैछ। फिल भयो? यो चाहिँ मलाई फिलै भएको छैन। यो चाहिँ माथि भ्यू पोइन्टमा पनि गयो हो। म चाहिँ गएन किनकि म चाहिँ स्कट लाग्छु, द्याट्स वाइ। गाइस आई वान्ट टु प्ले। यो चाहिँ सन्दिकाको उयो सन्दिका हो। नानी गयो। त्यता घुमाउनु पर्छ आइज। अब चाहिँ हामी जाँदैछौँ अर्को जग्गा। ल ल ल ल पोइन्टमा जाउँ न अब चाहिँ। माथि उयो चाहिँ भ्यू पोइन्ट रहेछ, यहाँ मान्छेहरू छ। यहाँ जाने भन्दैछ। यो के खोज्ने हौ, यहाँ जाउँ हो। अब यहाँ जाँदैछौँ हामी। यति मात्रै रहेछ यहाँको घुम्ने चाहिँ हो। अब हामी चाहिँ फर्किने विचारमा छौँ किनकि पानी पनि पर्न आँटेको छ। अन्त ओके अब बाहिर निस्किनुपर्छ। एन्ड हामी चाहिँ फर्केको हो। अब चाहिँ अन्त मेरो भिडियो चाहिँ यहीँसम्म थियो, भ्लग चाहिँ। अन्त अब नेक्स्ट भिडियोमा भेटौँ। थ्याङ्क यू फर वाचिङ।